अन्त अमेरिका कस्तो भयो छ कति वर्ष हुनु यहाँ 20 वर्ष भयो यहाँ बस्न है त्यति भइसक्यो 2 दशक समय जान्छ है कस्तो छ यहाँको लाइफ यसो नेपालमा बस्नेहरुले अब यो सबै भोगेकै कुरा हो तर अब नेपालमा बस्नेहरुलाई यस्तो छ यहाँ काम गर्नेहरुलाई त ठीक छ राम्रो छ अब अलि अल्छीलाई चाहिँ यहाँ गाह्रो छ यहाँ चाहिँ काम गर्नुपर्छ काम गरेर खानालाई चाहिँ यहाँ छैन र सबभन्दा मेन कुरा चाहिँ कामको रेस्पेक्ट हुन्छ नेपालमा चाहिँ अहिले पनि मैले सुनिरहेको हुन्छु भाडा मान्नेहरूलाई यस्तो नराम्ररी भाडा माझ्या होला विदेशमा भाडा माझ्या होला भन्छ नेताहरूले पनि भन्छ है नेताहरूकै आवाजबाट सुनि कति अवमूल्यन हो त्यो कति डिसरेस्पेक्ट हो के त्यो भाडा माझ्नेहरूलाई भाडामा विदेशमा काम गरे होला भने त भइहाल्यो त हो त भाडा माझ्न भनेपछि त्यो विदेशमा चाहिँ अलिकति अलि के अरे पढाउने सढाउने अथवा वेटर स्वेटर गऱ्यो भने ठुलो भाडा माझ्ने चाहिँ सानो भन्न खोज्या त लगाइदियो होइन त्यो भनेको नेपालमा भाडा माझ्नेलाई नि उनीहरूले हेप्या हो होइन काम गरेर खान्छ नि त ऊ ठगेर खानेहरूले भन्ने फेरि साँच्चै कामै गर्नेले त भन्दैन नि त त्यो नेताको पछि लाएर कता कता के गर्ने झोला बोकेर खानेहरूले चाहिँ विदेशमा भाडा माझे भनिहाल्छ कहिलेकाहीँ उसमा पनि भनिहाल्छ तिनीहरूलाई चाहिँ म के भन्न चाहन्छु भने त्यो के अरे कामको डिसरेस्पेक्ट गर्ने मान्छेहरू यहाँ अथवा विदेश नगए नै हुन्छ विदेशमा चाहिँ सबै ठाउँ विदेशमा विकसित राष्ट्रहरूमा चाहिँ त्यो सबैलाई थाहा छ नेपालमा खास नबन्नुको कारण पनि त्यही हो कि काम गर्नेलाई चाहिँ यो त भारी बोक्छ अरे भारी बोकेर खाएको अनि त्यो त्यसो गल्ती हो अपराध हो अपराधी जस्तै गर्छ त्यहाँको नेताहरूले पनि त्यहाँको नेताको झोलेहरूले पनि त्यो गर्छ एकदमै गर्छ मलाई पनि एउटा लालबाबु पण्डितले भन्नुभएको थियो मसँग उहाँसँग सँगै बहस हुँदाखेरि तपाईहरु विदेशमा भाडा माझेर उ गर्नुहुन्छ ठ्याक्कै त्यसो भन्नु त्यसै भनेको छ मसित भिडियो पनि छ हैन अनि अब त्यो भनेको त उनीहरूले चाहिँ भाडा माझ्ने मान्छेलाई त उनीहरूले यति डिसरेस्पेक्ट गर्छ घर अब त्यहाँ होटलतिर भाडा माझ्नेलाई कसो गर्छ होला त्यही भएर त्यो रेस्पेक्ट लेभल यहाँ बरु काम नगरिकन कोही खाछ भने यो मान्छेले कामै गरेको छैन जस्तो हाम्रै नेपालीहरू पनि महिना दिन 2 महिनासम्म काम पाएको छैन तर मजाले हिँडिरहेछ गाडीमा पनि हिँडिरहेछ भने यसले केही न केही खराबी छ है दायाँ बायाँ छ है यो चाहिँ बदमास होला भनेर हामीले गेस गर्छौँ नि नहोला आफन्तले सहयोग गरे होला अथवा केही होला सम्भव छ भनेर नेपालमा त्यो गर्यो भने त्यो ठुलो मान्छे हैन कामै नगरिकन पुगिरहेछ यसलाई त यो त गाडी पनि छ बिन्दास छ यार कामै गर्दाखेरि यो कति ठुलो मान्छे रहेछ नमस्कार है भनिहाल्छ यहाँ चाहिँ त्यस्तो मान्छेलाई चाहिँ त्यो यो काम नगरिकन खाने मान्छे आयो भनिहाल्छ त्यो चाहिँ फरक देखेँ मैले यहाँ अरु त अब त्यही हो हामी नै हो हैन मैले बोल्ने यस्तै हो मेरो व्यवहार यस्तै हो अमेरिकै बसे पनि हैन मान्छेसँग तर अलिकति चेन्ज चाहिँ त्यसैले बनाउँदो रहेछ कि मैले काम गर्नेहरूलाई रेस्पेक्ट गर्न सिकेँ सायद म त्यही नेताहरूको पछि लागेको भए त्यही हुर्केको भए भाडा मान्ने भन्थेँ होला मैले तर भाडा माझिरहेको देखेँ भने कोही दाइ आरामै हुनुहुन्छ के छ कसो छ काम गर्ने हैन काम त मैले पनि काम गरेको छु उहाँले पनि काम गर्नु भएको छ काम गरेर खानु भएको छ त्यस कारणले त्यो चाहिँ बराबर छ यहाँ हजुर इक्वालिटी हो त्यो कारणले गर्दाखेरि पनि विकसित राष्ट्र त्यही कारण हुँदैन नि मान्छेको मानसिकता यहाँ देख्नु भएको छ नि तपाईहरुले कति रेस्टुरेन्टमा पुरै कलर गर्दै कलरैसित आएर खान बसेको हुन्छ हैन त्यस्तै मान्छे नेपालमा रेस्टुरेन्टमा गएर दाइ अलि उता बस्नु है भनिहाल्छ है दाइ अथवा भाइ उ अलि उता बस्नु है त्यो तपाईको त कलरै कलर यहाँ आएर बस्यो भने त्यो सफा गर्ने हो पछि बरु सफा गर्ने काम रेस्टुरेन्टको हो तर ऊ आएर बसेर ऊ काम गर्ने मान्छे हो मेहनती मान्छे हो बसेर खान पाउने अधिकार उसको छ उसले कसैले रेस्पेक्ट गर्छन् मान्छेले रेस्पेक्टले नै राख्छन् तर नेपालमा दाइ तपाईको त्यो यस्तो रहेछ अलि उछ दाइ तपाई कस्तो ननुहाए जस्तो गनाइरहेछ हो कि त्यो गर्छ के अलि हे दृष्टिले त्यही भएर त्यो चाहिँ फरक